गाइज स्वागत छ मेरो नयाँ ब्लगमा। आज म पहाड जाने छु। यहाँदेखि म सबै दृश्य राख्ने छु। हेरेर कमेन्ट गर्नु होला। तपाईहरुलाई म अझै राम्रा दृश्य देखाउँछु। गाइज अब म मेरो आमा बुवाको हराइसकेको छु। अब म आमा बुवा र बासँग पहाड जान्छु। गाइज अब म आइतबार चोक पुगे। यहाँदेखि म बस चढेर मेरो पहाड ट्रेकिङ जान्छु। गाइज हामी भेरेर आइपुगेको छौँ। हामी यहाँ खाना खान्छौँ जो राम्रो खाइयो। अब हामी खाना खानु गइरहेको छौँ। अब हामी खाना खाइसक्यौँ। अब हामी बसमा जान्छौँ।
अहिले हामी बसन्तपुर बजारमा छौँ। गाईले पानी परिरहेको छ। गाई त हामी ओर्लिने बेला आइपुग्न आँट्यो। पानी परिरहेको फाइनली गाइस म सुर्के आइपुगेको छु। अब म पक्क यो झोडासम्म पक्क ला कत्रो छिटो छिटो गाइस अब हामी माथि घर गइरहेको छौँ। ला कत्रो माथिसम्म पुग्ने हो बुवा? अब माथि जाने हो 1 घन्टा मतलब कि 4 बजाउनु पर्यो 5 नै बजाउनु पर्यो। 5 बजाउँछ है। दुई घन्टा लाग्छ माथिसम्म पुग्नु फेरि चिसो हुन्छ हात फेरि हात चिसो हुन्छ। लग्दिनँ म कहाँबाट जाने? अरे चिन्जान गरौँ न मैले त बिर्सिसकेँ। मेरो खुट्टा दुख्न थाल्यो
पहाड चढेपछि त भिडियो खिच्न आएको रे झन् अगाडि आउँछ म त भाग्छु त्यहाँबाट जाने यहाँ ढुङ्गा नै ढुङ्गाबाट गाइस हामी घर गइरहेको छौँ यो बात पानी परिरहेको छ यहाँ मलाई लागिरहेको छ कि म झर्छु सबसे अगाडि म नै छु गाइस अब ठिक छ नि फेरि यहाँ पानी नै फेरि बाबा आउनु झरिरहेको गाइस अब हामी बाटो हिँडिरहेको छौँ एकछिनपछि हिँडेपछि घर आउँछ हामी धेरै गलिसक्यौँ मेरो भ्लग तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला साथै सब्सक्राइब गरिदिनु होला पछाडि थाहा छैन बाबामा गएको ला अब चाहिँ रुख ढलेको अब उताबाट यहाँबाट यहाँ छैन अहिले त पुरै गर्मी तातो भएको छ पार्टीमा बस्छु गाइस पार्टी चौतारा हो यहाँ हिँडेर गलेको मान्छेहरू आराम गर्न मिल्छ अलिकति गाइस हाम्रो आमा हिँड्न सकेर उहाँ टाढाबाट आइराख्नु रहेछ बिस्तारी बिस्तारी आमा छिट्याउनु अहिले पानी आउँछ अलिअलि त पर्न पनि थाल्यो मलाई पनि एउटा डन्ठी भेटेछ बुवा म पनि छिटो छिटो हिँड्छु मैले पनि डन्ठी भेटेँ यो नै ठिक हुन्छ होला यार फेरि यो माथिको भाँच्नुपर्छ भाँच्नु त अनि म पनि छिटो छिटो हिँड्न थालिहाल्छु नि यो नै ठिक छ हो यसरी हिँड्नेको लागि त यो पछाडि पनि रहेछ
यही भाँच्नु बरु भन्दा बुवा कुन अनि त्यसको पछाडिको हुने नि त यहाँ पछाडि यस्तो छ नि त यसको बरु भन्दा यसरी हिँड्दा हुँदैन यो होइन धोरी भन्दा पहाडको घर आइसके अब भोलि म तपाईँलाई शिवपाठीभरा मन्दिरको भ्लग राख्नेछु मेरो भ्लग तपाईँलाई कस्तो लाग्यो लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला नमस्ते बाई बाई